नमस्कार साथीहरू, मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। फेरि पनि म हजुरमा सानो भिडियो लिएर उपस्थित भइसकेको छु। मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो भिडियो लाइक, मेसेज, सब्स्क्राइब गर्न नभुल्नु होला साथीहरू। म हजुरमा आज सानो एउटा आज हामीले गरिरहेको कामप्रति सफल नहुनुको कारण हैन, हामीले गर्दा गर्दै बिच बाटोमा छोड्नुको रिजन के हो भनेर त्यस विषयमा कुरा गर्न आएको। मेरो भिडियोलाई सुरुदेखि अन्त्यसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। आउनुहोस् भिडियो सुरु गरौँ। हामीले पहिले काम सुरु गर्दाखेरि जुनसुकै काम होस् हैन, त्यो व्यवसाय बिजनेस हैन, जुनसुकै काम होस्, चाहे हामीले पढाइ होस् या कुनै जागिर होस् अथवा वैदेशिक यात्रा होस्, हामीले चाहिँ सुरु गर्दाखेरि चाहिँ पहिलो दिनमा धेरै जोस जागरका साथ सुरु गर्छौँ। दोस्रो दिनमा चाहिँ हामीलाई अलि महसुस हुन्छ अलि गर्नुपर्छ भन्ने, र दोस्रो दिनमा हामीलाई कस्तो लाग्छ भने अलि पछाडि परिरहेको जस्तो लाग्छ, अझै पनि गर्नुपर्छ भन्ने लाग्छ। तेस्रो दिनमा चाहिँ हामीले सुरु गर्दै नै हामी पछाडि थाकिहाल्छौँ के, किनभने हामी सुरु गर्दै 1-2 दिनमा नै हामी थाकिहाल्छौँ। हामी एक दिन चाहिँ रोकिहाल्छौँ, हामी त्यो कामलाई नै छोडेर अन्ततिर मोडिन्छौँ हैन। हामीले जुनसुकै काम गरिरहेका हुन्छौँ त्यो काम छोडेर हामी अन्ततिर मोडिरहेका हुन्छौँ। हामीलाई किनभने हामीलाई चाहिँ परिणाम छिटो चाहिएको हुन्छ, रिजल्ट छिटो चाहिएको हुन्छ। तर रिजल्ट चाहिँ कहिले पनि साथीहरू ढिलो आउँछ। धैर्यता गर्न सक्नु पर्यो। हामीलाई चाहिँ रिजल्ट अहिले नै चाहियो भन्ने धारणा राखेर अगाडि बढ्दाखेरि चाहिँ हामी पछि हट्न बाध्य हुन्छौँ। र हामीले त्यो पछाडि नहटेर हामीले रेगुलरली निरन्तरता गर्दै गयौँ भने साथीहरू त्यो रिजल्ट एक दिन अवश्य आउँछ के। त्यही भएर हामीले के बुझ्नु पर्यो भने हामीलाई रिजल्ट छिटो चाहिएको हुन्छ तर रिजल्ट ढिलो आउँछ। हामी 1-2 हप्ता अथवा 1 महिना आधा महिना चाहिँ मेहनत गर्दै गर्दा हामीलाई लाग्छ अब त रिजल्ट आउनु पर्छ है, अब त हामीले जसरी पनि सक्सेस हुनुपर्छ भन्ने लाग्छ। तर यसको पनि रिजन के हुन्छ भने हामीले गर्दै गर्दा समय पनि त्यही अनुकूलता भइरहेको हुन्छ कि हामीले पहिले सबै कुरा पर्फेक्ट हुँदैनौँ, हामी सिक्दै जाँदा हरेक कुराहरू गर्दै जान्छौँ। त्यस कारणले चाहिँ हाम्रो जो नतिजा हुन्छ हाम्रो पक्षमा आएको हुँदैन, र बिस्तारै हामीले गर्दै जाँदा फेरि नतिजा नआउँदाखेरि हामी निराश हुन्छौँ, निराश हुन पुग्छौँ, जस कारणले हामी छोडिदिन्छौँ त्यो कामलाई। र त्यसकारण जस्तै हामी त्यो कामलाई छोड्यौँ भने के हुन्छ भने समय अनुकूलता पनि भएन, समय चाहिँ अर्कैतिर गएको हुन्छ, हाम्रो काम एकातिर हुन्छ हैन। र पछाडि के हुन्छ भने समय एकातिर हामीले चाहिँ पछाडि त्यो कामको निराशिता हुँदै गर्दा हामी ढिला सुस्ती गर्छौँ, हामी पछाडि पर्दै जान्छौँ। सफलता एउटा टेस्ट जस्तो होइन। हामी एउटा एकछिनमा बिरुवा लगायौँ भने त्यसलाई चाहिँ त्यो बिरुवालाई उभर्नको लागि धेरै मेहनत लाग्छ, धेरै सङ्घर्ष गर्नुपर्छ हैन। त्यो बिरुवा लगाइसकेपछि त्यो फललाई कति मेहनत गर्नुपर्छ हैन। अब अथवा त्यो बिरुवाको कुरा छोड्नु, एउटा हामीले चाहिँ धान रोप्नु पर्यो भने पनि एउटा खेतलाई राम्रोसँग त्यसलाई मलजल गरेर राम्रोसँग गोडमेल गरेर धान रोप्यो भने पनि 6-7 महिना चाहिँ कुर्नुपर्छ त्यो धान हामीले चामल खानको लागि। भनेपछि हामी चाहिँ के सोच्छौँ भने अहिले नै रिजल्ट चाहियो, अहिले नै परिणाम चाहियो भने धैर्यता नगर्न सकेको कारणले चाहिँ हामी पछाडि परिरहेका छौँ र हामीले गरिरहेको काम पनि छोडिरहेका छौँ। त्यसकारण साथीहरू म के भन्न चाहन्छु भने हामीले गर्दै समय अनुकूलता नै भए पनि त हामीले त्यो कामलाई छोड्नुहुन्न, बरु त्यसलाई त्यस ठाउँमा एकछिन रोकिएर त्यसलाई राम्रोसँग बुझेर त्यसलाई निर्णय गरेर हैन त्यसपछि सुरु गर्न सकिन्छ। किनभने रोकिनु भनेको छाड्नु भनेको राम्रो होइन। हामी जुन ठाउँमा छाड्छौँ त्यो ठाउँसम्म पुग्नलाई जति टाइम लाग्छ हामीले गरिरहेको कामलाई त्यति नै छाड्न र फेरि आउन टाइम लाग्छ क्या। फेरि साथीहरू अर्को कुरा के लाग्छ भने हामीले अर्काको जुन अरूले गरिरहेको कामकाज, अरूले गरिरहेको व्यापार बिजनेसलाई अगाडि बढिरहेको हरेक क्षेत्रमा चाहिँ हामीले सोसियल मिडियामा पढ्दै गर्दा उहाँको हरेक कथाहरू सुन्दै गर्दा हामीलाई कस्तो अनुभव हुन्छ भने उहाँले त धेरै सङ्घर्ष गर्नुभएछ, म चाहिँ यत्रो सङ्घर्ष गर्न सक्दैन है, म चाहिँ यो गरेर फाइदा छैन है मलाई भन्ने लाग्छ र हामी चाहिँ पछाडि हट्छौँ के। त्यो कारणले त्यो रिजनले गर्दा पनि हामी त्यसको कुराहरू सुन्दै गर्दा हामी आफै नै कमजोर हुन्छौँ। किन भन्दाखेरि उहाँले त धेरै नै मेहनत गर्नुभएछ, सङ्घर्ष गर्नुभएछ, म चाहिँ त्यति गर्न सक्दैन है भनेर हामी आफै नै पछाडि हट्छौँ। त्यही म के भन्न चाहन्छु भने अरूको सङ्घर्षलाई र अरूको सोसियल मिडियाको एउटा सामान्य तुलना गरेर हामी पछाडि पर्ने होइन नि त। हामीले चाहिँ आफ्नो तरिकाले सुरु गर्नु पर्यो, हामीले निर्णय आफ्नो तरिकाले गर्नु पर्यो, हामी जसरी पनि सक्सेस हुनुपर्छ भन्ने धारणा लिनु पर्यो। याद राख्नु साथीहरू, तपाईँले देखिरहेको सपनाको फोटोको पछाडि चाहिँ अदृश्य सङ्घर्षको कथा लुकेको हुन्छ। तपाईँले पनि भोलि त्यही सङ्घर्ष जुन अरूको सोसियल मिडियामा देखिरहनु भएको छ सङ्घर्ष, तपाईँले पनि अहिले गर्दै जाँदा
तपाईँ पनि सक्सेस हुनुभयो भने जुन त्यो अदृश्य सङ्घर्ष छ, तपाईँले जो आन्तरिक सङ्घर्ष गर्नुभएको छ, त्यो पनि त भोलिको एउटा सपनाको कथा भन्न सक्छ, हजुरको कथा भन्न सक्छ। हामी पनि काम गर्दै गर्दा, सुरु गर्दै गर्दा धेरै साथीहरूले सपोर्ट दिनुहुन्छ। हरेक क्षेत्रमा चाहिँ गर्नुपर्छ अथवा लाग्नुपर्छ, हरेक चिजलाई व्यवसाय होस् या मैले भनिसके जुनसुकै क्रियाकलाप गर्दाखेरि चाहिँ पहिलो चरणमा चाहिँ सबैले साथ सपोर्ट दिनुहुन्छ। हामी अगाडि अगाडि बढ्दै गर्दा चाहिँ उहाँहरू आफै पछाडि हट्नुहुन्छ। त हर्दा हर्दै हामीलाई के लाग्छ भने एक्लोपन महसुस हुन्छ, होइन म एक्लै सक्दैन होला अब भन्ने महसुस हुन्छ। त्यो एक्लोपन साथीहरू के हो भने एक्लोपन महसुस हुनुको पनि रिजन छ। तपाईँले सँगै दौडेको साथीहरू तपाईँसँगै अगाडि पुग्यो भने त तपाईँहरू बराबर हुनुभयो नि। तपाईँको रिजल्ट त तपाईँको हातमा आएन, अर्कै हातमा गयो। त्यही भएर तपाईँसँगै हिँडेको साथीहरू जुनसुकै व्यक्ति पनि, जुनसुकै काम पनि तपाईँकै पक्षमा हुनुपर्छ, उस साथीकै सँगै हुनुपर्छ भन्ने छैन। किनभने हामीले गरिरहेको कामकाज जुनसुकै व्यवसाय बिजनेस होस्, हामी त अगाडि बढ्नको लागि त कसैलाई पछाडि पनि त छोड्न सक्नु पर्यो। साँचो कुरा के हो भने साथीहरू, सफलताको बाटो चाहिँ अधिकांश हामी एक्लै हिँड्नुपर्छ के। कसैलाई साथ सपोर्टले, कसैको अरूको दबावले हिँड्नु पर्दैन। हामी चाहिँ सङ्घर्षको बाटोमा पराएछ हामीले एक्लै हिँड्नुपर्छ। पहिलो चरणमा चाहिँ के हो भने सबैले बाटो देखाइदिने हो, सबैले सङ्घर्ष गर्ने एउटा सानो कुराहरूलाई चाहिँ मोटिभेसन गरिदिने हो। तर हामी हिँड्दा चाहिँ अधिकांश समय भनेको हामीले एक्लै हिँड्नुपर्ने हुन्छ। जो मान्छे चाहिँ यो कुरालाई स्वीकार गर्छ त्यो मान्छे चाहिँ अगाडि बढ्छ साथीहरू। जुन यो कुरालाई मैले भनिरहेको कुरालाई स्वीकार गर्छ त्यो मान्छे चाहिँ अगाडि बढ्छ। तर हामी चाहिँ छोड्छौँ। हामी किन छोड्छौँ भने हामी छोड्छौँ, छोड्नु भनेको होइन, तर थकान लाग्छ क्या हामीलाई। जसरी हामीले गर्दै गर्दा थकान लाग्यो भने त्यो थकान भनेको छोड्नुहोस् अथवा यो कामदेखि बाहिर जानुहोस् भनेको होइन। त्यो भनेको हामी चाहिँ विश्राम गर्नुहोस्, केही समय आराम गरेर फेरि सुरु गर्नुहोस् भने। हामीले चाहिँ त्यो भनेको विश्राम गर्ने सङ्केत मात्रै हो। थाक्नुहोस् तर पछाडि नहट्नुहोस्, फेरि पनि विश्राम गरेर अगाडि बढ्नुहोस्। थाक्नुहोस्, केही समय आराम गरेर विश्राम गरेर अगाडि बढ्नुहोस्, होइन। तपाईँ अगाडि बढ्नुभयो भने तपाईँले गरिरहेको क्रियाकलापलाई भोलिको सङ्घर्ष, होइन, भोलिको तपाईँको कथालाई चाहिँ अरूले पनि सुन्दाखेरि लागोस्, होइन, मैले यसोमा गरेको थिएँ तर यति गर्दा मैले सक्सेस भयो भन्दाखेरि अरू पछाडिको तपाईँको पुस्ताले सुन्दाखेरि पनि हो उहाँले सङ्घर्ष गरेर, उहाँले यत्रो मेहनत गरेर यहाँसम्म पुग्नु भयो भने म पनि गर्छु भन्ने एउटा हौसला आओस्। तपाईँलाई थाहै छ होला, सानो एउटा डायलग भन्ने गरिन्छ, जसले लास्टसम्म टिक्छ उही जित्छ। यो एउटा भनावटीमा चाहिँ दुई शब्दको लाग्न सक्छ। हामीले चाहिँ जसले लास्टसम्म टिक्छ उहिले जित्छ भन्ने एउटा सानो शब्दमा यस्तो लाग्छ भने यो टिक्ने भन्ने शब्द धेरै नै गहिरो छ। त्यो भावनात्मक हरेक कुरामा जोड्ने हुने गहिरो छ। जसले चाहिँ सङ्घर्ष गरिरहेको छ, त्यो मैदानमा लडिरहेको छ, उसले नै जित्छ। हरेक कुरामा हामीले देखिरहेका छौँ। हरेक चिजसँग मान्छेसँग के हुन्छ भने चाहना धेरैसँग हुन्छ तर धैर्य थोरैसँग। किनभने हामीले चाहना नगरेको त होइन, हामीले चाहना धेरैसँग गरेको। धेरै मान्छेसँग चाहना हुन्छ कि हरेक क्षेत्रमा आफ्नो आफ्नो चाहना हुन्छ, आफ्नो आफ्नो क्षेत्रमा चाहना हुन्छ, तर धैर्य चाहिँ थोरैसँग हुन्छ। रिजल्ट हामीलाई तत्काल चाहिएको हुन्छ। त्यस कारणले चाहिँ हामीलाई धैर्यता गर्ने क्षमता चाहिँ कमै भएको कारणले हामी धैर्यता गर्न सक्दैनौँ र गरिरहेको कामलाई चाहिँ हामी पछाडि छोड्नुपर्ने बाध्यता हुन्छ। तर साथीहरू, तपाईँले जुन गरिरहेको कामलाई चाहिँ छोड्न चाहनु भएको छ, जुन ठाउँमा अडिरहनु भएको छ, 20 भागमा पुगिसक्नु भएको छ, त्यो भनेको तपाईँहरूको सक्सेसको भाग हो के। एकदम तपाईँ 20 भागमा पुगिसक्नु भएको छ भने तपाईँको निर्माण भइसकेको छ। अब तपाईँ सक्सेस हुन लाग्नु सक्नु भएको छ भनेर रेडी भएको भाग हो। तपाईँलाई लाग्न सक्छ 20 भागमा पुगिसकेपछि पनि अब भयो, म चाहिँ सक्दैन, मलाई पुग्यो भन्नुहुन्छ भने तपाईँ सही ठाउँमा हुनुहुन्छ। किनभने जुन ठाउँ तपाईँले छोड्न लाग्नु भएको छ त्यो ठाउँ जहाँ तपाईँलाई छोड्न मन लाग्ने भनेको ठाउँ नै तपाईँको सफलताको ढोका हो कि। तपाईँ नजिक पुगिसक्नु भएको छ, होइन। किनभने तपाईँ नजिक पुगिसकेपछि तपाईँले धेरै मेहनत धैर्यता गरिसकेपछि पो तपाईँलाई छोड्ने मन लाग्ने हो। तपाईँ आफैमा एउटा कल्पना गर्नुहोस् न, आफैले एउटा प्रश्न सोध्नुहोस् कि तपाईँले आफ्नो प्रश्न आफैलाई सोध्नुहोस् कि म साँच्चैकै सफल भएँ कि बिचमा छोड्दैछु।
म साँच्चीकै सफल भएँ कि या बिचमा छोड्दैछु भनेर आफूमा एउटा प्रश्न गरेर कल्पना गर्नुहोस्। फरक यति हो कि साथीहरू, तपाईँले छोड्नु भएन भने तपाईँले गरिरहेको सङ्घर्षबाट, मेहनतबाट तपाईँलाई लास्टमा चाहिँ समयले पनि तपाईँको पक्षमा काम गरिरहेको हुन्छ, त्यो समय पनि तपाईँको अनुकूलतामा घुमिरहेको हुन्छ। तर तपाईँले छोड्नु भयो भने तपाईँ पछाडि पर्नुहुन्छ र तपाईँले त्यहाँसम्म पुगेर पनि तपाईँ अगाडि बढ्नु भयो भने समयले पनि तपाईँको पक्षमा काम गरिरहेको हुन्छ, तपाईँको हिसाबले चलिरहेको हुन्छ। साथीहरू, अन्त्यमा म के भन्छु भने आफूले गरिरहेको यात्रामा, आफूले गरिरहेको काम, व्यवसाय, जागिर, जब जुनसुकै हो, त्यसलाई चाहिँ विश्वास गर्न नछोड्नुहोस्, त्यसबाट पछि हट्ने कोसिस नगर्नुहोस्। जबसम्म तपाईँलाई विश्वास हुँदैन, तपाईँले विश्वास गर्नु भएन भने तपाईँले जुनसुकै काममा पनि तपाईँको ध्यान अथवा तपाईँको फोकस, मेहनत चाहिँ हुँदैन के होइन। त्यही भएर म के भन्न चाहन्छु भने अन्त्यमा सुरु गर्ने धेरै हुनुहुन्छ र टिक्ने थोरै हुनुहुन्छ। त्यही भएर म के भन्न चाहन्छु भने तपाईँ कुन समूहमा पढ्न चाहनुहुन्छ र पढ्नुहुन्छ, मेरो भिडियोलाई सुरुदेखि अन्त्यसम्म हेर्नुभएको छ भने मेरो भिडियोलाई हजुर कुन समूहमा पढ्नुहुन्छ लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नु होला। धन्यवाद।